हाँसमुला खाँदैछ आज मलाई खाएर पादेर बस्ला फेरि के हो पारेर बस्छ भने आज मलाई त त्यस्तो हुन्छ नि त नि के म्युट गर्दै फेरि कार्यक्रम गर्दै बस्ला नि फेरि होइन त्यसो म्युट गर्यो भने त्यही सम्झिन्छौँ हामी है गाइजहरू म गर्दैन अनि हालखबर कति छ ठिक छ त्यहाँ पनि हाजमोला पाउँछ पाउँछ त र इन्डियाको सबै प्रोडक्ट पाउँछ देखाउ त खोल इन्डियाबाट लिएर आउने हो इन्डिया र भुटानको फ्रेन्डसिप छ नि इन्डिया र नेपाल पनि फ्रेन्डसिप छ इम्पोर्ट एन्ड एक्सपोर्ट भुटानमा न्युक्लियर बम छ एरोप्लेनहरू छ एयरप्लेन त तपाईँ कस्तो आने टुरिस्टहरू यहाँ भुटानमा त्यो होइन के अट्याक गर्ने एरोप्लेनहरू वार एरोप्लेनहरू हुन्छ नि एरोप्लेन बम गिराउने फर फ्युचर रेफरेन्स फ्युचरको लागि छैन त्यस्तो किन तलवारले लड्ने हो त्यस्तैको कसैले अट्याक गर्यो भने के लड्ने विदाउट एनिथिङ हजुर कसैले अट्याक गर्यो भने के गर्ने सक्छ वान शटमा बुम ए बुम हो हर हर महादेव भनेर पुरै सुसाइड हो त्यस्तै हो र अब नेपालमा पनि छैन के सेम सेम हो त्यो हो भुटान र नेपालको लडाइँ पर्यो भने तरवारले लड्नुपर्छ है But we have guns, no? Yeah, which gun do you have? You have? Everything. AK-47? सबै M16? But कसम भनिसक्यो त AK-47 अनि इन्सास म मिलिटरी ट्रेनिङमा गएको थियो मलाई इन्सास किन तिमी पनि आर्मी हो आर्मी होइन एउटा यो प्रोजेक्ट छ कि किङको क्लास 12 सकेर गेल्सिङमा जानुपर्छ लाइक आर्मी ट्रेनिङ 3 month ट्रेनिङ गर्छ 12 सकेर those who does not go college instantly after the 12 complete बुझ्यो इंग्लिश बुझ्न उले या नो I can understand your language अनि म 12 सकेर गएको नि गेल्सिङ ट्रेनिङ मिलिटरी ट्रेनिङ जस्तै हो चलाउन आउँछ गोली आउँछ निशाना राम्रो छ तपाईँ यता आउनु मेरो एनिमी भने सुनेन म्युट गर्यो छैन म्युट गर्यो पक्कै पनि ग्यास भएको हुनुपर्छ तपाईँले चलाउँदै आउँदैन हो र म त चलाउँदैन मलाई कसले सिकाउनु र मैले गनै छोको नि छैन अनि जानुपर्छ त यो देशको सेवामा हामी गएर सेवा गर्छौँ उता न्युक्लियर बम आएर न्युक्लियर बम आएपछि त कसले के गर्न सक्छ र न्युक्लियर बम आएपछि सक्यो सबै के मतलब प्लेयर त होइन जस्ट म मिलिटरी ट्रेनिङमा गएको थिएँ उता भुटानमा सबैले सिक्नु पर्छ रे हैन भोलि केही भइहाल्यो भने सबैले हतियार उठाउने हो सबै घरको मान्छेले सबैले हतियार उठाउने हैन अनि सब ओहो यो त खतरा रहेछ राम्रो हो नजिस्काउ र म बन्दुक चलाइदिन्छु घरमा नि छ बन्दुक छैन यो गभर्मेन्टले दिन्छ त्यस्तो राख्न इलिगल हो अनि अब वार हुँदैछ भनेपछि तिमीलाई बोलाउँछ हो कता इभन इफ आइम एब्रोड म अहिले एब्रोडमा गएको थियो भने पनि कल गरेर भुटानको सेवामा आउनुपर्छ when the country needs our
सपोर्ट त्यसको लागि त आर्मीहरू छ नि, तिमीहरू किन जानु पर्यो? हाम्रो यहाँ बुचामा कति छ पपुलेसन? कति छ? 7 लाख प्लस। जम्मा कति थोरै त? अनि त्यो नेपालमा कति छ? नेपालको हाफ पनि पुग्दैन यताको पपुलेसनले। जम्मा 7 लाख। That's why it's a small country, less population. We have 4 crore. जम्मा 7 लाख यार, मलाई थाहै थिएन यार, कति सानो भनेपछि 7 लाखमा 7 लाखै सैनिक। Why are you telling everything about country lo? Tingay country ko malo misi dong duro guys lang to. Lang country ko lo misi lang. 3 करोड सधैँ 3 करोड रहिरहन्छ। हजुर अनि यहाँ भनेको अब त बढ्यो होला नि, 3 करोड त बच्चैदेखि 3 करोड भन्दै आएको, अहिले 4 करोड भयो होला नि। राम्रो हो र, धन्यवाद धन्यवाद। 3 करोड 31,51,423 थियो हामीले पढ्ने बेलामा। 3 करोड 31,51,423 थियो म 10 कक्षा पढ्ने। हेलो शेर्पा। अब अहिले त 15-20 वर्ष भइसक्यो, 4 करोड त जन्मा होला नि त नि, 1 करोड त जन्मा होला नि त नि। Love you Bhutan. I धन्यवाद, love from Bhutan everyone. ए भनेपछि त तिमीलाई कसैले जिस्कायो भने त तिमी त गोली हानिदिन्छौ। हो नि। भनेपछि त गाह्रो छ है। सबै भुटानको सबलाई आउँछ है गोली चलाउन? अब it just started from training started 2025 मा 2024 मा रहेछ यो ट्रेनिङ। only above 2006 to 2005 6 7 8 9 सबै गर्नुपर्छ। अब अहिलेको जेनेरेसनको यो मान्छेहरू 12 सकेर। ठिक छ गर्नुपर्छ भनेपछि त, तर ठिकै हो। अब 2005 मा लामाइसिस न। गन मात्रै छ, तोपहरू छ? तोपहरू के हो तोप भनेको? तोप छेन्चा छ छेन्चा। आर्टरी फायर। त्यस्तो छैन हो र। We got a bomb but I don't know the name, I forgot now. Small country. Yo, Ali, small bomb like that. Small country, small but it's peaceful country. Yes. हजुर? ग्रेनाइड। Yeah, oh just so. ग्रेनाइड। बम फाल्न आउँछ ठोकेर? यो सिकेन? Just gun. तब बम भाको दिस नाको भी बम। तिमी स्नाइपर हान्छौ कि? हजुर? ए स्नाइपर हान्छौ कि अटो राइफल हान्छौ? कति मुदा अनि मिसिदा एक्सपिरियन्स नै आएको। एकछिन म यता त्यस्तो कुरा नगर्ला अब राख्नु। अब डर लाग्यो सम पिपल। ट्राफिक लाइट छैन। तिमीलाई के ट्राफिक यो हजुर तिमी चाहिँ कुन गन चलायौ तिमीले चाहिँ? अटो 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 हो? अटो हो रे। अनि कति मिटरसम्मको निशाना लगायो त? लगायो? यस्तो दुख्दैन? दुख्छ त, बट सबैले गर्छ कि कन्फिडेन्ट मिल्छ। हाफ थिङ अरे 3 रोज। कति मिटरसम्मको हान्नु पर्छ निशाना? 100 मिटर 100 मिटर जम्मा? पुलिस छ कि छैन? पुलिस त छ हो यालमा, के बोल्छ अब पुलिस छैन भने 500 मिटरको लगाउन सक्छौ निशाना? सक्छौ? आई डोन्ट नो। 1 किलोमिटर? 1 किलोमिटरको कस्तो आउँछ अब? यस ल स्कोप लगाएर के यस्तो स्नाइपर। गाइस टु
भुटानलाई भारतले सेफ्ट गरेछ हो सेफ सेफ राखेको छ भुटानलाई भारतले प्रोटेक्ट गरेको छ हो डबलमा हाम्रो नेपालमा त केही छैन त्यतिकै उ गरेर आउँछ यार ठुल्ठुलो कुरा यार यत्रो बम हान्यो भने सकिन्छ त्यो गनहरू त छ त्यो जाम भएर त्यो खिया लागेर पड्किन्छ कि पड्किन्न भन्ने नि थाहा छैन अहिलेसम्म एउटा गन पनि चलाएन होला जाम भइसक्यो होला यार खिया लागेर Kasi lang dalo zosis ang gachi malawiri dang gelsin ko lap cham lawri. दुश्मनी भयो भने त सिधै के एकैछिनमा सखाप बनाइन्छ नेपाललाई त तर नेपाल जे भए पनि धेरै राम्रो Same country mit awatas khura ko lap de khura country. संसारको सबैभन्दा राम्रो कन्ट्री को भन्ने कुन भन्दाखेरि नि नेपाल हो के संसारकै सबभन्दा राम्रो कन्ट्री चाहिँ नेपाल हो एकदम राम्रो कन्ट्री हो khura lap de ai khura Nepal ko le khura mi da. Kasi lang masuro just jidi jam chmecha. हाम्रो नेपाल अहिलेसम्म गुलाम पनि भएको छैन प्राकृतिक रूपले पनि एकदमै भरिपूर्ण संस्कृतिको हिसाबले पनि भरिपूर्ण हैन हरेक जाति धर्म भाषा संस्कृतिलाई उत्तिकै सम्मान Wagaf ko disam. हाम्रो जस्तो त्यही इन्डियामा पनि छैन के फेरि You're not right person to talk about girls or anything. Ya ina dangar girls ko le ngal lap mat bi mo ya. त्यही पाकिस्तानमा पनि छैन के जस्तै अब एउटै भूभाग छिमेकी Mam राष्ट्र lam dang milap gachi ya tup to gachi kom bimi ko milap gachi ya. त्यही हामी चाहिँ अलिकति सैनिकमा अलिकति कमजोर हो अलिकति हामीसँग चाहिँ सोर्स फोर्स यताउति फाइटर जेटहरू छैन त्यही हो अब पहिलाको जस्तै त्यो ढुङ्गाले हानेर त्यो अब पृथ्वीनारायण शाहले एकीकरण गर्ने बेलाको तिर हैन खुर्सानीको धुलो फालेर लडाइँ गर्यो Ki bahasa bola Bhutanese bahasa ho. Ki bahasa? नेपाललाई विकास गर्ने नेपालको कृषि सुधार्नुपर्छ बालिन सरकारलाई म यहीँदेखिबाट भन्न चाहन्छु नेपालको कृषि सुधार्नुहोस् Thank you Sudhir. बाहिरबाट केही पनि मगाउनु नपरोस् हामीले हाम्रो आफ्नै जमिनमा उब्जाएर सबै कुरा खान सकौँ हैन कृषिलाई अलिकति बढी भाउ दिएर हुन्छ कि अथवा अच्छी relation करेंगे. त्यो हिसाबले त्यो दियो भने धेरै राम्रो हुन्छ हैन सांसद भवन हो कि कहाँ मोही सोही राखेर हैन त्यो पनि एउटा राम्रो हो Thank you Black Cat. Thank you Black Cat. आवाज सुनेको छैन रे यस्तो आवाजहरू अलि नसुनेकै राम्रो अनि के खायो त आज साग भन न के भन्छ साग खायो भनेको नि I'm good Mr. Mokhtar. सागमा के फ्राई गरेर खायो चिली पाउडर लगाएर साग र भात साग मन धन्यवाद हजुर साग मन पर्छ मेरो फेभरेट हो मलाई सागै मन पर्न यार किन उता नेपालमा साग राम्रो मिल्दैन हो र त मिल्छ गाउँतिर मिल्छ यहाँ त अब काठमाडौँमा नि मिल्छ अब उता 11 मिल्छ गाइस खाइदिम खाइदिउँ किन खानु पर्यो गाइस थ्यांक यू साग पनि खाने भात पनि खाने विथ स्टिक पनि खाने तिमी एउटा रोज गाइस एउटा रोज गाइस एनीवन
You come Nepal, 7 you're लाख most अरे। welcome. Ai धन्यवाद. Thank you Sherpa, thank you Rohan. हजुरको voice कति nice कि ai धन्यवाद. Thank you Honor, thank you Vivek. Guys, let's go double guys, double. Prem Jima, thank you. डबल Guys, double. come on आगो Double guys, double. कोही छ जिताउने हजुर उहाँलाई म उहाँको लागि म गीत गाउँछु कोही छ जिताउने भनेको कि यहाँ छ यता. मलाई Thank you Black Cat. Double guys, everyone. ब्ल्याक क्याट रे Thank you Black Cat. कोही छ छैन उताको अब सक्यो. घर जाने बेला Black रिक्वेस्ट Cat. पठाउँछौ अनि Guys, 10 seconds. ए घर जाने सुत्ने बेलामा रिक्वेस्ट पठाएर हुन्छ कोले? तिमीले Guys, एन्टी double. किङ वेलकम आउँछ है मेरो पनि कहिले कहिले त He's busy in his party matter. ओ, सुन न हजुर भुटानमा छ नि कमाइ हुन्छ राम्रो पैसा राम्रो त हुन्छ. जे होस् एकजना जे होस् हिजो पनि यो सुरुसले यो क्वेसन यो पुस छैन मैले गरे होइन आई गरेको हो मैले त्यसै गरे छैन सेम लाइक नेपाल हो एबरमा जान्छ. नै नेपाल हो ठिक छ के नेपालमा त अब हाम्रो राम्रो काम गरेको ठिकै गरेको स्यालेरी कति हुन्छ भन्दाखेरि नर्मल काम गरेको स्यालेरी 15,000 20,000 हो नि सेम. त्यहाँ पनि सेम हो नर्मल काम गर्नु. नर्मल वेटर 15-12 त्यस्तै हुन्छ. ए नो एक्सपिरियन्सको. नेपाल भन्दा धेरै धनी छ रे के ए फलो गरेको छु ल. अनि धेरै पैसा कमाउनु भने अब्रोड जाने हो तिमी पनि अब- अब्रोड जाने होइन म बढाइ गर्छु भनेको के हो अब. पढाएर के गर्छ तलबै हुन्न रहेछ अनि राम्रो पढ्यो भने चाहिँ कति पैसा कमाउँछ नि त्यहाँ होइन जस्ट मेरो ग्रेजुएटको सर्टिफिकेट चाहियो कि मलाई चाहिँ. किनभने गज भने कर्म ढिला प्यास किन किन चाहियो ग्रेजुएटको सर्टिफिकेट अहिलेको सम्म तपाईँ कितना पढ्यो भने एउटा 12 मात्र गर्यो भनेर nobody look nobody what we see Allah English word फेरि अल्लाह रे होइन त्यस्तो राम्रो लाग्दैन कि अरूले बोल्दाखेरि जस्ट कम्प्लिटेड 12 भनेर That's why. खै हामी 12 पढेर राम्रै लागिरहेछ त लाग्दैन किन पढाइ नगरेको तपाईँ चाहिँ. राम्रै सबैले राम्रै भन्छ त कसैले भन्दैन अनपढ गवार भनेर कति पढ्यो 12 वाउ 12 वाउ सबैले त्यस्तो बोल्दैन त. खै हाम्रो बेलाको 12 भनेको नि अहिलेको मास्टर हो क्या सकियो त तपाईँको मिस्टेक सरी. ओके नो प्रब्लम अनि सुन न जस्तै एउटा हाइली तिमी पढ्यौ होइन मतलब यो मास्टर नाउ ओके ग्रेजुएट देन वाट इज योर स्यालेरी यो त I'm not talking about the salary Suresh. I just want to graduate. कति बेला पनि दिँदा I Okay, don't know how to explain. you do graduate whatever but I just want to push ask नगर something push नगर. ask you something that how much they earn when he has qualification he is capable to do ए त्यस्तो चाहिँ मिल्छ होला office. 40-50. in office you know in Yeah. bank the manager like म्यानेजर मार्केटिङ अरू त्यस्तो गरेर मिल्छ 40 त्यस्तो मिल्छ होला 40-50 wow maybe more than that. The Suresh same like Nepal okay हो नि बट तपाईँको करेन्सी चाहिँ अलिकति छोटो छ नि हाम्रो भुटान छोटो कमाइ आई मिन भ्याल्यु. भ्यालु कम छ भने छोटो भन्छ भ्यालु त अब हाम्रो बढ्छ नि बिस्तारै राजा छ नि त्यहाँ
Seriously, आज काठमाडौँ सबै जत्रो पनि भुलेको छैन यार बुढो जस्तो भुटान त काठमाडौँ जत्रो पनि छैन होला हो कति छ एरिया हेर न त हेर एरिया भन नि त कति छ भुले त 12 सक्यो भन्छ गुगल सर्च गर्नु तिमीले भन न किन गुगल चाहियो मैले म तिमीलाई भन्दिनँ सोधिरहेको यता मान्छे धेरै छ कि उसले मलाई ब्याड कमेन्ट गर्छ सबैले छु। कति राम्रो वर्ग लाग्दैन स्क्वायर फिट कति छ भुटान स्क्वायर फिट लु त ओइ, म त सुरेशले पनि व्हाट इज स्क्वायर फिट भन्न त स्क्वायर फिट इज लाइक यु नो एरिया मलाई थाहा छैन वाट इज द एक्चुअल एरिया अफ यु भन्दिनँ म इट इज सेम लाइक नेपाल और भुटान इज अ स्मल कन्ट्री भनेको होइन मैले यो चाहिँ सबैले थाहा छ के बोलेको तपाईँले स्मल कन्ट्री त हो बट एरिया ठुलो होला नि त अनि मान्छे पो कम त 7 लाख पिपल बट एरिया इज बिगर नो नमिसिबे दातेर काउन्ट बेच्नु गुसुङ दिले नि गुसु फाजु लाग्दैन ऊ त मान्छे आउँदै रहेछ उसले भन्छ हुन्छ ओके नबनारी मलाई चाहिँ युआर नट राइट पर्सन भन्दै रहेछ यता कमेन्टमा मलाई डबलमा गाइज कम अन एभ्रीवन आई लभ यु गाइज कम अन I love you guys. Okay. Area also you, Black very Cat. small. Okay, no problem. तिमी बस्ने ठाउँको नाम चाहिँ के हो नि? सुरुस त साँच्चीमै बुढो भइसक्यो अब बुढो भइसक्यो भन न नि किन यो क्वेसन त कति पुछेको तपाईँले मलाई तिमी बस्ने ठाउँको भनेको थियो भुटान भने होइन के भुटानमा कुन ठाउँ भनेको के मलाई भनेको ठाउँ हुन्छ यो नि त। छैन भने छैन या थिम्पू हाँ थिम्पू थिम्फू अँ वाओ थिम्फू आहो थिम्फू इज द क्यापिटल अफ भुटान या राजा पनि थिम्पूमै बस्ने हो राजालाई भेट्छौ तिमीहरू मिल्दैन त्यस्तो बट वी क्यान मिट इन जेनरल पब्लिक नट लाइक वान I'm also saying that you are meeting in public. या And you shake hand with your king. No. Why? Only when the king wants us to. Oh, he has a girlfriend. क्विन छ यालामा सुरेशले के बोल्छ सुरेशले यता नराम्रो कमेन्ट गर्छ त्यसो नबुझ I mean, he has wife, right? या Oh. अब फ्युचर किङ पनि छ त अब आफ्टर 5th किङ इट्स अ 6th किङ He has baby too. नो या प्रिन्स Prince. Wow, so nice. आज It's मलाई very nice. 7 lakh people can manage by king. And सक्यो अब king is very nice, right? सुरेश Not rude. पछि त बिदो त सुरेश यता राम्रो लाग्दैन कि सबैले बोल्नु छ किन हाम्रो सोध्न नि हुँदैन नि तिम्रो कन्ट्रीको बारेमा होइन हामीलाई तपाईँ त्यस्तो लाग्यो सबजनाले त्यस्तो तपाईँ रेस्पेक्ट नगरेर यो गरेको जस्तो देख्दैछ बोल्दै रहेछ रेस्पेक्ट गर्दैन है डबल गाइस रेस्पेक्ट गरिदिरहेको छु त अनि डबल गाई डबल यहाँ म दादी मिकिने नि त नबुझ तपाईँ गाउँ न अब धेरै कुरा डिप चाहिँ नेपालको प्रसुति गृहमा जन्मेको हो यहाँ म जस्ता हो र होइन होला सुरेशले केही पनि थाहा छैन 12 सकियो भन्छ
के थाहा हुनु पर्यो र लाज लाग्छ म तपाईँ हेरेर के थाहा हुनु पर्यो त त्यताको मैले अनि भर्खर त थाहा हुँदैछ मलाई आफ्नै देशको त थाहा छैन अब प्रधानमन्त्री थाहा छ अब होम मिनिस्टर थाहा छ अरू त थाहा छैन को के हो अरू सांसद हर्क साम्पाङ सांसद हो भन्ने थाहा छ यसका अरू ट्रिपल न त्यही प्लिज 3 जनाको यसो न्युजमा आउँछ हेर्छु होइन अरू के हो कहाँ हो के हो कसो हो थाहा छैन यस यता बोल्छ त उता गएर बोल्नु न मलाई थाहा छैन अब नपुछ मलाई धेरै नेगेटिभ कमेन्टहरू आउँदैछ या प्रेजेन्ट किङ अफ भुटान वाज born इन नेपाल इन द हस्पिटल बर्थ प्लेस चाहिँ नेपालको हो वाउ हाउ भुटानमा हस्पिटल छैन नो हस्पिटल इन भुटान प्लिज वाइ युआर त्यस्तो यो फेटमा त्यस्तो लेखेको छ द्याट्स वाइ हि वाज बोर्न इन आवर किङ वाज बोर्न इन द नेपाल आई गेस and he is a citizen of Nepal. Nepal is also blessed because our king was born in that country. No. Yeah, your king is blessed that he's born in our country. Sorry, it's a धेरै नराम्रो बोल्छ त्यसो नबोल प्लिज राम्रो लाग्दैन के उता Country, don't compare with country with anyone. कसले कम्पिट गरेको या मलाई चाहिँ गरेको छैन है तपाईँ जस्ट युआर जस्ट आस्किङ अबाउट आवर कन्ट्री द्याट्स वाइ आई वाज टकिङ अबाउट द्याट गाइस ट्रिपल Why is the Nepal blessed that your king is born here? And how is that happen? How is that happen? Can you explain me? Triple guys, triple. His mother here come to visit Nepal. Triple guys, After that, you mute me? Mute me? I'm Nepali but I like Bhutan King. Thank you, ICMG. धन्यवाद. होइन ठिकै छ नि मैले जान्न त पाउँछु होला नि त के भयो त अब यहाँ जन्मेको भने कसरी जन्मेको भन्न यता पाइयो युज गर्नु कि नलेज सिन यता अहिले 12 सकेर नलेज यता युज गर्नुपर्छ इफ यु आर रियली इन्ट्रेस्टेड टु नो अबाउट डिफरेन्ट कन्ट्रिज सर्च गर्नु गुगल छ अब सबै मिल्छ ओके हाउ अब त Bhutan born in Nepal. I'm from Bhutan. Bhutan is very beautiful. Thank you. His mother, Queen Ashi Chiring Yongden, specially chose to travel to and give birth in Nepal, where is the land of the god. Wishes and religious devotion. He is the son of the. Oh. I just to me very small and just go lulap thana anyway and love that actually go that day and how long and the memory he's just asking about country. The time while अहिले मात्र लाइभ आको नि म Wow. Nice. Okay, fine. Wow. I got it. I found it. अनि त्यस्तो मलाई किन मलाई नपुछ अब तपाईँ सर्च गरेर मैले बुझेँ तिमीले भन्न मिल्दैन रहेछ मैले बुझेँ अलिकति राजाको बारेमा अलिकति मलाई थाहा थिएन हामी त जे पनि भन्छौँ हाम्रो मन्त्रीहरूलाई